नेपालमै उत्पादित वस्तु र नेपालमै कल कारखाना खोल्नेलाई बालेनको दरो साथ मेकानिकल इन्जिनियर सरदारजीले गरे बालेनको प्रशंसा। भन्छन् युवा प्रधानमन्त्री बालेन शाहसँग धेरै आश छ। एउटा इन्जिनियरै प्रधानमन्त्री भइराख्दाखेरि तपाईलाई त कस्तो लागेको छ? तपाईँ पनि इन्जिनियर, नयाँ सरकार आए पनि होइन कि नौला के हो भनेर विदेश जाने नै तर्फ लागिरहेछन् सर। सबै कुरा सरकारलाई पनि दोष दिएर हुँदैन के। मेहनत गरे नेपालमै सुन र हिरा फलाउन सक्ने भन्दै साउजी हरसिमरनजित आफै खट्छन् फ्याक्ट्रीमा। अब आफै अल्छी भएपछि सरकारले घर आएर त पैसा दिँदैन होला हामीलाई। आफूले मेहनत पनि गर्नु पर्यो, हात खुट्टा चलाउनु पर्यो। यहाँ यो हामीले आफै बनाएको मेसिन पनि आफैले बनाउनु भएको? हजुर, सकिने रहेछ त? सकिने छ। यो नेपालमै बनेको मेसिन हो, इट्टा बनाउने मेसिन हो। फुल इट्टा बन्छ यसमा? अब बन्छ हजुर, फुल अटोमेटिक हुन्छ यो। फुल अटोमेटिक? फुल अटोमेटिक। यहाँ चाहिँ अब मेन्टेनेन्सको काम चलिरहेछ, प्रोडक्सन पनि हाम्रो यता भित्र नै हुन्छ। सेल्स मेसिन पनि सेल्स हुन्छ, दमादम सर्भिसिङको काम सर्भिस पनि हुन्छ, म्यानुफ्याक्चरिङ पनि हुन्छ, सबै हुन्छ। म्यानुफ्याक्चरिङ हुन्छ हजुर। यो चाहिँ हाम्रो हाइड्रोलिक होस बनाउने एरिया हो यो चाहिँ। यो के को लागि बन्छ? यो एक्जाभेटर इन्डस्ट्रियल मेसिन जहाँ हाइड्रोलिक छ त्यसमा लाग्ने पाइपहरू हो। अलमोस्ट सबैभन्दा सानो साइजको कुनै सिल होला। हजुर। अब यो अलमोस्ट सबैभन्दा ठुलो साइजको सिल हो। कमिलादेखि हात्तीसम्म छ। सस्तो पनि छ, राम्रो भन्दा राम्रो पनि छ। विदेशै जान नपर्ने रहेछ। 50-60 हजार 1 लाख रुपियाँ कमाउनु पर्दैन। म त मेसिन लभर हो एकदम। के काम आयो कि ऊ लगाउने एप्रोन, लगाउने पन्जा, जुनसुकै मेसिनमा म भिडिहाल्छु। साउ भनेर होइन घुम्ने कुर्सीमा बसिराख्ने फुर्सद छैन। दर्शकबिन, बालेन सरकार आएसँगै नेपालमै उत्पादित वस्तुहरू धमाधम अहिले मार्केटिङ गरिरहेको छ भने नेपालमै पनि केही गर्न सकिन्छ भनेर एकजना होनार इन्जिनियर साहबको केही समय अगाडि हामीले इन्टरभ्यू लिएका थियौँ भने धेरैले मन पराइराख्नु भएको थियो। अहिले हामी यसै स्थानमा छौँ, ढोलाहिटीमा रहेको हाइड्रोलिक हाउसमा आएका छौँ, जहाँ हाइड्रोलिकका साना पार्टदेखि ठुला ठुला मेसिनहरू तपाईँले यहाँ पाउनुहुन्छ भने नयाँ युवा सरकार आएसँगै हाइड्रोलिक हाउसमा के परिवर्तन भएको छ र यो सरकारले के गर्दै चाहिँ अझै राम्रो हुन्थ्यो व्यवसायमा भनेर यही विषयमा कुराकानी गर्नेछौँ। भने हाइड्रोलिक हाउसमा चाहिँ कस्ता कस्ता मेसिनहरू पाइन्छ र कोही तपाईँहरू व्यवसाय गर्न खोजिराख्नु भएको छ, मेसिन कहाँ पाइन्छ भनेर अन्यलमा हुनुहुन्छ भने हाइड्रोलिक हाउस तपाईँहरूको लागि एउटा महत्त्वपूर्ण स्थान हुनसक्छ र आजको भिडियो पनि तपाईँहरूको लागि निकै नै महत्त्वपूर्ण हुनेछ। र यहाँका ओनर हुनुहुन्छ हरसिमरनजित सिंह हुनुहुन्छ। सर नमस्कार, स्वागत छ। थ्याङ्क यू सो मच। हाइड्रोलिक हाउसतिर के भइरहेको छ? नयाँ सरकार आएसँगै कतिको उमङ्ग छाएको छ अथवा के गर्दै हुन्थ्यो जस्तो फिल भइरहेछ अहिले? सर हामी मेसिन त देखाउने नै छौँ। हजुर। सरकारकै कुरा गरौँ अहिले। अब सरकारले जुन पहिलो कदम चालेको छ, जुन बोर्डर टाइट गर्ने होइन, अनि तपाईँको इलिगली बाटोबाट जुन सामानहरू लिएर आउँछ त्यसलाई कडा गर्नु भनेको धेरै राम्रो कुरा हो। किनकि हामीले त भन्सारतिर लिएर आउँछौँ, कति ट्याक्स तिर्छौँ, उसलाई हामीले स्टोर गर्छौँ, हामीले प्रफिट जुन राखेको हुन्छ त्यो कुनै नि एउटा मान्छेले स्मगल गरेर लिएर आउँछ, हामीभन्दा कम रेटमा बेचिदिन्छ। एकदम त्यसमा हामीले धेरै मर्का परेको थियो होइन। अब आउने निर्णयहरू हेर्दा चाहिँ धेरै नै खुसी छु म। हेरौँ आउने समयमा हाम्रो सेल्स अझै बढ्ला कि, त्यो चाहिँ आशा राखेछु। अनि प्लस अर्को एउटा हाम्रो मेन प्रब्लम हामी जुन फेस गर्छौँ भन्दाखेरि चाहिँ प्रोडक्सन जुन गर्छौँ नि मेसिनहरू, त्यो मेसिनको र मेटेरियल लिएर आउँदा चाहिँ जुन भन्सार लागेको छ हो त्यसमा चाहिँ मलाई अलिकति चाहिँ भन्ने कम्प्लेन चाहिँ छ, जसरी गुनासो छ होइन। सिम्पल एउटा इक्जाम्पल भन्दाखेरि एउटा हाइड्रोलिक प्रेस मेसिन लिएर आउँदाखेरि भन्सार सरकारले भन्सार तोकेको छ त्यसमा 5%। अब त्यही मेसिन बनाउनलाई अब हामी नेपालमै बनाउने, रोजगारी दिने, यो सब गर्न खोज्दा चाहिँ अब उसको र मेटेरियल लिएर आउँदा त्यसमा भन्सार छ 35%। अनि मैले कसरी नेपालमा बनाउनै सकिनँ कि, मैले न त्यो बनाउन सकि न रोजगार दिन सकि, त्यहाँ छ एउटा गुनासो। हामीले बनाउने चाहना छ तर जुन बनाउने र मेटेरियलमा पनि अत्याधिक भन्सारले गर्दाखेरि अत्याधिक भन्सार झन् महँगो हुने भयो। हजुर। यो हाइड्रोलिक भनेको हरेक कुरामा छ है। अब एउटा एक्जाभेटरमा छ, हरेक इन्डस्ट्रीमा छ, सबै ठाउँमा छ। त्यसमा लाग्ने यो हामीहरू रिपेयर पनि गर्छौँ, नयाँ म्यानुफ्याक्चर पनि गर्छौँ। हजुरको रिब बेन्डिङ भन्छ, जुन यो सुरुङ मार्गमा एउटा रिब युज हुन्छ हो, त्यसमा पनि हाइड्रोलिक्स नै हो। सबै मतलब हाइड्रोलिक्स जताततै भनेपछि हाइड्रोलिक सम्बन्धी A to Z काम गर्छ नि त हाइड्रोलिक हाउसले? गर्छ। अब त्यही हो। अब त्यो मेसिन उत्पादनको लागि नेपालमा समस्या आउने भनेको भन्सार हो। हजुर। जुन एउटा भन्सार टोकेको छ नि यो र मेटेरियलमा हो, त्यसले चाहिँ धेरै मर्का पारेछ हामीलाई चाहिँ। हुन्छ। अब हामी मेसिन हेर्नतिर नि सर र जान्छौँ, धेरै सानो सानो मेसिनदेखि ठुलो मेसिन हामीले देखिरहेका छौँ। सर र हामीलाई अहिले हाइड्रोलिक हाउस पनि अलिकति चेन्ज भएर के छ, हामीसँग के पाइन्छ यसो सर र हामीलाई देखाइदिनु। अब धेरैलाई आवश्यक परेको सामग्रीहरू छ यसो देख्दाखेरि। अब हेर्दाखेरि जसरी यो सबै यो जुन हाइड्रोलिक प्रेस देख्नुभएको छ यो चाहिँ इन्डियाबाट इम्पोर्ट गर्यो हामीहरूलाई। हजुर। यस्तो बनाउँछ पनि, त्यही बनाउँदाखेरि त्यो नेपालमा पर्ने कस्ट भनिहाले हाई छ। र मेटेरियल कस्ट हाई भएर यहाँ
हामीले उत्पादन गर्न चाहिँ कस्ट हाई नै आउँछ, बरु इन्डियाबाट मगाउँदा नै सस्तो पर्छ अझैसम्म हामीलाई। भनेपछि सरकारले यो पनि ध्यान दिनु पर्यो र मेटेरियलमा हैन, किनकि यहाँ उत्पादन भयो भने अभियसली जब अपर्च्युनिटी त छ नि त हैन। हामीले पछाडि धेरै मेसिनहरू देखिरहेका छौँ हैन, त्यो मेसिनहरू केमा युज हुन्छ? हाइड्रोलिक प्रेसहरू छ, यो चाहिँ 40 टनमा अवेलेबल छ। हजुर, यो युज हुने भनेको चाहिँ लेथ वर्कसपहरू जहाँ ठुल्ठुलो बेयरिङहरू बेयरिङ यो हाइड्रो पावरमा नि हुनसक्छ, गाडीको पनि हुनसक्छ, ट्रकको पनि हुनसक्छ, तिनीहरूलाई निकाल्ने फेरि भित्र हाल्ने, त्यसमा युज हुने हो यो हाइड्रोलिक प्रेस। यसको के छ अब बजारमा तपाईँ जस्तो यो मेसिनहरू बेच्ने अरू पनि होला, हाइड्रोलिक हाउसमा किन्दाखेरि के छ फरक अरू ठाउँमा भन्दा? अब सर यस्तो छ, फ्रेम बिल्ड क्वालिटीदेखि लिएर सबै यसको राम्रो नै छ हैन। अरू मान्छेले के गर्छ, अर्डर लिन्छ इन्डियाबाट मगाएर ह्यान्ड टु ह्यान्ड फरक पर्छ होला नि सर? क्वालिटी फरक पर्छ। अब भोलिको दिन म त यहीँ बस्नु छ नि त हैन, भोलिको दिन मैले बेचेर म हरेक दिन त यहाँ कम्प्लेन सुन्न मसँग त्यति फुर्सद पनि हुँदैन। त्यही भएर हामीले सकेसम्म राम्रो क्वालिटीको नै लिएर आउने, राम्रो क्वालिटी दिने, प्लस आफ्टर सेल सर्भिस पनि हामीसँग सबै अवेलेबल छ। यसको स्पेयर पार्ट सबै अवेलेबल हुन्छ। यता पछाडि देखिरहेको छ ठुल्ठुलो मेसिनहरू, यो कस्तो खालको कारखानामा युज हुने हो? अब यो त लेथ मेसिन भइहाल्यो। अब त्यसको पछाडि छ हजुरको एउटा सिट फोल्डिङ भन्छ, दराज कारखानामा युज हुने, दराज कारखाना प्लस त्यसपछि यो गाडीहरूको बडी बनाउने वर्कसपहरूतिर। हजुर, अनि त्यसको अर्को साइड पछाडिपट्टि चाहिँ जुन मेटलको सिट हुन्छ त्यसलाई कटिङ सेयरिङ मेसिन भन्छ। यो पनि हाइड्रोलिक, दुईटै हाइड्रोलिक नै हो। भनेपछि स्टिलहरू काट्ने, दराजहरू बनाउने, अनि अरू ठुल्ठुलो मेसिनमा कसैलाई चाहेको छ भने तपाईँलाई सम्पर्क गर्दाखेरि हुन्छ। हुन्छ। अरू अगाडितिर जाउँ, मेसिनहरू त टन्नै छ होइन सर? टन्नै छ सर। अब यो सेम त्यही हाइड्रोलिक प्रेसको सानो भर्जनहरू हो। अघि धेरैको 40 टनको थियो भने यो हजुरको 25 टन 25 टनको हो। त्यसपछि तपाईँको यो तामा पित्तलको भाँडाहरू बनाउने मेसिनहरू पनि छ। तामा पित्तल उयो? हजुर, यो यसलाई खाल्ने मेसिन भन्छ हाम्रो नेपाली ल्याङ्ग्वेजमा, अनि इङ्ग्लिसमा भन्दाखेरि स्पिनिङ लेथ भन्छ यसलाई। यो सबै तपाईँले जति पनि देखाइराख्नु भएको मेसिन तपाईँले नेपालमा पनि बनाउन सक्नुहुन्छ है? यदि नेपालमा बनाएको पनि मेसिन यहाँ यो हामीले आफै बनाएको मेसिन पनि आफैले बनाउनु भएको? हजुर, सकिने रहेछ त? सकिने छ। हामी खालि हैन चाइनाको एक्जाम्पल मात्रै दिन्छौँ। सकिन्छ। यो नेपालमै बनेको मेसिन हो, इट्टा बनाउने मेसिन हो। फुल इट्टा बन्छ यसमा? अब बन्छ हजुर, फुल अटोमेटिक हुन्छ यो। फुल अटोमेटिक? फुल अटोमेटिक। भनेपछि त्यो इट्टा बनाउने ठुल्ठुलो धुवाँ निकाल्दै हैन त्यो गर्थ्यो नि, त्यसको समाधान हो कि अब के हो यो? हैन, यो भनेको लेबर कस्ट कम गर्नलाई, हजुर, प्लस तपाईँको बुट्टावाला, अनि यसको जुन कम्प्याक्सन हुन्छ नि हाइड्रोलिकले तपाईँको इट्टा बलियो हुन्छ। बलियो निस्किन्छ इट्टा, मान्छेले बनाएको भन्दा हाइड्रोलिक धेरै 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 नै बलियो हुन्छ। अरू मेसिनहरू टनाटन छ, जस्तो खालको मेसिन पनि तपाईँले उपलब्ध गराउनु? यो भनेको त हाम्रो हट आइटम्सहरू हो। हजुर, अरू अर्डर अनुसार अर्डर बमोजिम चाहिँ हामीहरू सबै थरीको मेसिन चाहिँ प्रोभाइड गर्न सक्छौँ। यहाँ चाहिँ अब मेन्टेनेन्सको काम चलिरहेको छ, प्रोडक्सन पनि हाम्रो यताभित्र नै हो। सेल्स मेसिन पनि सेल्स हुन्छ, दमादम सर्भिसिङको काम, सर्भिस पनि हुन्छ, म्यानुफ्याक्चरिङ पनि हुन्छ, सबै हुन्छ। म्यानुफ्याक्चरिङ हुन्छ। हजुर, ल हेर्दै जाउँ। यो चाहिँ हाम्रो हाइड्रोलिक होस बनाउने एरिया हो। यो चाहिँ यो के को लागि बन्छ? यो एक्जाभेटर इन्डस्ट्रियल मेसिन जहाँ हाइड्रोलिक छ त्यसमा लाग्ने पाइपहरू हो। पाइपहरू? यो चाहिँ हाम्रो एसेम्ब्ली लाइन सबै यतै छ हामीहरूको। यतातिर पनि हैन सानो सानो पार्ट्सहरू? हजुर। अनि कतिपय चाहिँ अब मेरो हाइड्रो पावर छ अथवा विभिन्न हैन कतिपय ठाउँमा अब चाहिरहेको हुन्छ नि त मेन पावर। हजुर। त्यस्तो ठाउँमा तपाईँ नि गएको देखिरहेको हुन्थ्यो मैले। हजुर हो। त्यो के हो कसो हो? अब कतिलाई आवश्यक पर्छ तर सम्पर्क गर्न सक्नुहुन्न। हजुर। के सर्भिस दिनुहुन्छ तपाईँले? मैले चाहिँ हाइड्रो पावरतिर हाइड्रोलिक्सको चाहिँ सबै हेर्न सक्छु होइन। त्यहाँको ठाउँ ठाउँबाट बोलाइ नै रहन्छ, इन्डस्ट्रियल एरियाबाट नि कल्सहरू चाहिँ आइ नै रहन्छ। तर मेन भनेको आफ्नो सेड्युल धेरै टाइट भएर जान चाहिँ गाह्रो नै हुन्छ हामीलाई, तर नि हामी प्रोभाइड चाहिँ त्यो गर्छौँ, कस्टमरलाई सर्भिस प्रोभाइड गर्छौँ। माथि त के पार्ट्सहरूको? माथि पार्ट्सहरू छ। अब जसरी यो भनेको सबै हाइड्रोलिक स्पेयर्स हो। हजुर। कुनै नि हाइड्रोलिक मेसिन बनाउनलाई जुन चाहिने बेसिक पार्ट सबै यही हो, यहीबाट जोडेर नै एउटा मेसिन बन्छ। प्लस जसरी जुन फ्रेमवर्क त तल भइहाल्छ, यिनीहरू चाहिँ सानो सानो आइटम्सहरू हो। भनेपछि सानो सानो कुराहरू जोडेर मेसिन बन्छ। सानो सानो आइटम जोडेर जसरी सबै पाइने रहेछ नि त यहाँ त? सबै यो हाइड्रोलिक सिल्सहरू भयो, यसमा तपाईँको 2-3 थरीकै आउँछ। यो पनि क्वालिटी हुन्छ? यो क्वालिटी हुन्छ। अब नेपालमा प्रब्लम भनेको त्यही हो, मान्छेले खोज्ने भनेको सस्तो होइन। अब त्यो हिसाबले अब कस्टमरको रिक्वायरमेन्ट अनुसार नै मैले त्यही हिसाबले सिल्सहरू राखेको छु। सस्तो पनि छ, राम्रो भन्दा राम्रो पनि छ। प्राइस भन्दा नि क्वालिटीमा जानु पऱ्यो कि हामीहरूको अहिले बानी बिग्रेको भन्दा नि यो सस्तोले गर्दा हो। त्यो हिन्दीमा एउटा कहावत छ, महँगा रोए एक बार सस्ता रोए बार बार। सस्तो सामानको लिएको मान्छे रोकोरै हुन्छ जहिले पनि। राम्रो अलि पैसा धेरै हालेर किनेको मान्छे हिल बी ह्याप्पी कि
राम्रो सामान पाएपछि किनकि हामीले चाहिँ हाइड्रो पावरदेखि लिएर अहिले नेपाल एयरलाइन्सको ग्राउन्डको पनि सपोर्ट जुन हुन्छ नि ग्राउन्ड सपोर्ट तिनीहरूको इक्विपमेन्ट्सहरू हाम्रोमा मेन्टेन हुन आउँछ अनि हामीले त्यही प्रब्लम फेस गरेको थियो नेपालबाट किनेको सस्तो पार्ट्स हालेर तिनीहरू नटिक्ने हाम्रो बदनामी पनि हुने त्यसैपछि चाहिँ मैले आफ्नो यो हाइड्रोलिक हाउस चाहिँ गर्ने सोच आयो कि राम्रो पार्ट्स लिएर आउने राम्रो मेन्टेनेन्स गर्न पाइयो धेरैभन्दा धेरै छिटोभन्दा छिटो नबिग्रोस् त्यो कुराहरू त्यो ध्यान राखेर चाहिँ मैले सबै गरेको यो अब अहिलेको सरकारले त अब होइन अहिले भनिराख्नु भएको छ युवाहरूलाई अब तपाईँहरू चिन्ता नगर्नुहोस् कसरी म्यानुफ्याक्चर गर्न सकिन्छ के आफ्नो बल बुद्धि प्रयोग गर्न सकिन्छ तपाईँहरू रेडी भएर बस्नुहोस् भनेर भनिसक्नु भएको छ इन्जिनियरै अहिलेको प्रधानमन्त्री हुनुहुन्छ उहाँ सिभिल इन्जिनियर तपाईँ मेकानिकल इन्जिनियर हुनुहुन्छ होइन एउटा इन्जिनियरै प्रधानमन्त्री भइराख्दाखेरि तपाईँलाई चाहिँ कस्तो लागेको छ तपाईँ पनि इन्जिनियर अब यस्तो छ सर इन्जिनियर भएपछि कुनै नि एज हुँदा पनि होइन जसरी हाम्रोमा युवा पनि हुन्छ ऊ चाहिँ लाइक आफ्नै एउटा साथी जस्तो हुनुपर्छ जस्तो चाहिँ लाग्छ लाइक सबैलाई बोलाएर हाम्रो मर्का बुझ्नु पर्यो उहाँले त्यो चाहिँ एउटा फिल छ होइन एज अ फ्रेन्ड उसले हामीलाई सोध्नु पर्यो के छ प्रब्लम होइन प्लस सल्लाह दिनु पर्यो आउने टाइममा किनकि हामीले कुनै नि ठाउँबाट गभर्मेन्टबाट कुनै सल्लाह आजसम्म पाएकै छैन सरकारबाट भनेको त उसले कर माग्ने हो सल्लाह त हामीलाई के दिएछ नि कि तिमीहरू यो ठाउँमा अझै लगानी गर यहाँबाट तिमीहरूलाई बेनिफिट हुन्छ यो त हामीलाई सरकारबाट नि सल्लाह हुनु पर्यो नि पहिला गभर्मेन्टबाट त्यो पाएको त छैन हामीले अहिले चाहिँ आश छ सायद आश छ कि एउटा अझै बाटो खोल्ला कि हामीलाई हामीलाई गाइडेन्स पाइन्छ गभर्मेन्ट भनेको त हाम्रो गार्जियनै हो नि गार्जियनबाट हामीले गाइडेन्स चाहिँ पाउनुपर्छ कि अब हाइड्रोलिक हाउसतिर होइन अथवा हाइड्रोलिक्स पार्ट्सतिर साना साना कुराले गर्दाखेरि पनि ठुलो मेसिनहरू बन्द भएको कुराहरू हुन्छ हजुर होइन तपाईँहरूकोमा साना साना जति पनि होइन हाइड्रोलिक उयसमा युज हुने साना साना पार्ट सबै पाइन्छ है अब म यहाँ टेबलमै छ एउटा सानो इक्जाम्पल हजुर यो अलमोस्ट सबैभन्दा सानो साइजको कुनै सिल होला हजुर ल अब यो अलमोस्ट सबैभन्दा ठुलो साइजको सिल हो यहाँदेखि कमिलादेखि हात्तीसम्म छ कमिलादेखि हात्तीसम्म भनेपछि कुनै पनि पार्ट्स चाहियो भने पनि चिन्ता गर्नु परेन अब तपाईँ एकजना युवा पनि हुनुहुन्छ व्यवसाय पनि गर्दै हुनुहुन्छ कति वर्षदेखि लागिराख्नु भएको छ यो हाइड्रोलिक बिजनेसमा सर मेरो यस्तो मैले पुल्चोकबाट इन्जिनियरिङ 72मा सकाएपछि अब बुवाहरूले चाहिँ अटोमोबाइलको पार्ट्सहरू म्यानुफ्याक्चर गर्नुहुन्थ्यो त्यसपछि हाइड्रोलिक पाइप एसेम्ब्लीमा आयौँ हामीहरू अनि त्यो हाइड्रोलिक पाइप पछि नै मान्छेहरूले यो पनि बनाउन सक्नुहुन्छ कि भन्ने कुरा गर्यो त्यो हिट एन्ड ट्रायल गर्दा गर्दा चाहिँ हामीहरूले आज यो सक्सेस चाहिँ पाएको छौँ होइन अब सुरुदेखि नै त आएको होइन यो काम गर्दै जाँदा सिक्दै गएको कामहरू हो चाहिँ यो अब त्यतिखेर केही समय अगाडि हामीले लाखौँ कमाउने युवा व्यवसाय भनेर तपाईँलाई हजुर सोसियल मिडियामा राख्दाखेरि धेरैले मन पराउनु भएको थियो तपाईँको विचारहरू होइन धेरैले ओहो मैले नि केही गर्न सक्ने रहेछ भने तपाईँको कुराहरू सुनेर तपाईँलाई फोन पनि गर्नुभयो ओहो भनेर मलाई चाहिँ थ्याङ्क यू खुसी हुनुभयो तपाईँले गर्दा हो मान्छेहरूले चिन्यो मलाई होइन प्लस मलाई के लाग्छ मैले गर्दा कोही मोटिभेट भयो भने चाहिँ धेरै ठुलो सकिने रहेछ नि त एउटा हजुर अब अवसर चाहिँ कतिको देख्नुहुन्छ त नेपालमा तपाईँ त अब होइन यहीँ छ अपर्च्युनिटी भनेर लागिराख्नु भएको छ जहाँ समस्या छ जहाँ विकास हुँदैछ त्यहाँ अपर्च्युनिटी डेभलपिङ देशमै हो जहाँ पनि अपर्च्युनिटी अवसर छ होइन त अवसर छ के भन्नुहुन्छ युवाहरूलाई 16-17 हुने बित्तिकै अहिले पासपोर्ट बनाएर विदेश जान लम्किन्छन् तन्किन्छन् यो भनेको अब के भने भेडचाल होइन ऊ गयो म नि जान्छु अब त्यहाँ गएर कति गाह्रो छ त्यो कथा सुन्नु पर्यो के अब धेरै जनाले आफ्नो त्यो कथा सेयर गर्दैनन् कि उसले गएर त्यहाँ कति दुःख पायो के गर्यो अब सबैको चाहिँ के छ विदेश गयो आहा राम्रो सफा ठाउँ छ उहाँले खिचेको राम्रो फोटो देखेपछि मान्छेहरू डाइभर्ट भइरहेछन् विदेशतिर तर यहीँ राम्ररी काम गर्यो भने त्यत्तिकै तलब पाइन्छ यहाँ मेन हामी बिग्रिएको भन्दाखेरि चाहिँ हामी आफ्नै देशमा भएर मात्रै बिग्रे जस्तो लाग्यो कि अरूको देशमा गएर त हामीहरू डिसिप्लिनमै काम गर्दो रहेछौँ त हामी छुट्टी पनि माग्दैनौँ होइन हामीलाई बिदा पनि हुँदैन हामीलाई नचाहिने के याद पनि आउँदैन अब यहाँ त हजुर यहाँ चाहिँ के एउटा नेचर छ कामको चाहिँ बिदा धेरै अब बिदा धेरै अब घर गइदिने यो प्रब्लम चाहिँ हामी नि धेरै फेस गर्छौँ तपाईँ पनि आफै यहाँ काम गरिराख्नु हुँदो रहेछ नि मेसिन लभर हुनुहुँदो रहेछ म त मेसिन लभर हो है एकदम अब के काम आयो कि ऊ लगाउने एप्रोन लगाउने पन्जा जुनसुकै मेसिनमा म भिडिहाल्छु साउ भनेर होइन घुम्ने कुर्सीमा बसिराख्ने फुर्सद छैन डङ्की ड्याङ हम्बर हान्ने काम गर्ने लुगा फोरे हुन्छ एउटा एक्स्ट्रा लुगा राखिन्छ कहिले कतै मिटिङ छ कि लाएर गइहालौँ भने मेहनतै रहेछ होइन त सर मेहनत बिना मेहनत के हुँदैन सुन फल्छ हिरा फल्छ नेपालमै किन फल्दैन फलाइराख्नु भएको छ तपाईँले
मेन भने सर्टकट खोज्नु भएन कि रातारात केही हुनेवाला छैन रातारात केही हुँदैन त इट विल टेक सर्टन टाइम त्यो टाइममा आफ्नो लगनशीलताको साथ गऱ्यो भने अभियसली छोटो मिठो भिडियो बनाइरहेका छौँ अन्तिममा हाइड्रोलिक मेसिन अथवा हाइड्रोलिक सम्बन्धी सम्पूर्ण पार्ट्सहरू सानोदेखि ठुलोसम्म तपाईँले देखाइसक्नु भएको छ उहाँहरूले खोजिराख्नु भएको होला तपाईँहरूको लोकेसन के हो होइन तपाईँलाई सम्पर्क कसरी गर्ने ठ्याक्कै भनिदिनुहोस् हाम्रो लोकेसन सजिलै छ हामी मेन रोडमै छौँ अब हजुर आउँदाखेरि चाहिँ ढोलाइटी 26 वडा नम्बर 26 ढोलाइटी उकालोमा राइट ह्यान्ड साइडमा हजुर आउँदाखेरि सातो बाटो भन्दा अगाडि एउटा चोक छ चापागाउँ दो बाटो भन्छ त्यसलाई त्यहाँबाट हजुर 2 किलोमिटर भित्र आउनु पर्यो उकालो चढ्दा चढ्दा राइट ह्यान्ड साइडमा हाम्रो बाहिर बोर्डहरू पनि छ इजिली एक्सेसेबल छ यो अब सानो सानो पार्ट्सहरू के पाइन्छ भनेर सर र भनिदिनुहोस् त हजुरले अब जसरी यो सिम्पल एउटा यो एनआरबी भन्छ यो चेक भ्याल्भ भयो हजुर अब यो हाइड्रोलिक डाइरेक्सनल भ्याल्भ भयो यो भोलि गएर एयरपोर्टमै फिटिङ भइरहेछ यो त्यही भएर निकालेको छौँ हामीले बाहिर अनि त्यो सँगसँगै यो हाइड्रोलिक सिल्सहरू थरीथरीको छ मसँग यो बेसिक हाइड्रोलिक पाइपमा लाग्ने हेक्स निपल्सहरू भन्छ यसलाई यो नि थरी साइजमा छ यो थरी साइजको हेक्स निपल थरी साइजको हाइड्रोलिक सिल त्यो पनि बजेट फ्रेन्डलीवाला पनि अनि हाई क्वालिटीवाला पनि यहाँ आएपछि अन्य ठाउँमा जानै पर्दैन मेरो हिसाबमा है तर यस्तो छ सर भेराइटी धेरै हुन्छ हजुर अब 600 किसिमको ऑयल सिल भए तापनि कहिलेकाहीँ यस्तो साइज आउँछ जुन हुँदैन त्यसलाई चाहिँ हामी थोरै टाइम लिएर फेरि अगेन इन्डियाबाट प्रोसेसिङ गराएर सामान चाहिँ मगाएर दिन्छौँ बिस्तारै सरसिमरनजी एकदमै महत्त्वपूर्ण जानकारी दिनुभयो अहिले हामीसँग कुरा गरिदिनु भयो समय दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद ल हस् थ्याङ्क यू सो मच